Hi everyone. Music video ko launch event छ. Hello. यहाँ हुनुहुन्छ हाम्रो नर्बदाजी. YouTube च्यानललाई सब्स्क्राइब गर्नु होला प्लिज. त्यसरी नै माया देखाइदिनु होला. Hi everyone. Jujulappa. Welcome back to my channel. आज चाहिँ बिहान म full on ready भइसकेँ. My outfit check. It's a cord set. So आज चाहिँ बिहान म कहाँ जान रेडी भइरा भन्दा आज चाहिँ मेरो हाम्रो दिदी, मेरो हस्बेन्डको दिदी, उहाँको म्युजिक भिडियोको लन्च इभेन्ट छ. वी आर गोइङ देयर. सो म चाहिँ अल सेट रेडी भइसकेँ. हजुरहरू धेरैजना चिन्नुहुन्छ होला बिन्तुना जोशी, नेवारी फिल्म इन्डस्ट्रीको वान अफ द टप एक्ट्रेस भनौँ न होइन, वान अफ द टप एक्ट्रेस नेवारी फिल्म इन्डस्ट्रीको. सो बिन्तुना जोशी र लस्ता जोशी चाहिँ मेरो हस्बेन्डको दिदी. सो हामी चाहिँ म्युजिक भिडियोको लन्च इभेन्टमा जानु रेडी भएको. सी यु गाइज देयर. अब के हुन्छ, अब पुरै त खिच्न पाउँदैन होला, अलिअलि के हुन्छ, कस्तो हुन्छ, I'll show you guys. So keep on watching. Hello. ल हामी नेपालीमै बोल्छौँ. नेपाली गीतको हाम्रो कार्यक्रम रहेको छ, त्यही भएर सबै हामी आज नेपालीमै बोल्नु पर्ला. फेरि पनि नेपालीमा बोल्यो भने सुब्रत अलि म बुझ्छु फर्क नआउँदैन. भइया कहाँ भयो त फेरि फर्कनु पर्यो नि. अब यो खास इन्फर्मल वेमा जान खोजे. आज हामी त यहाँ धेरैजना अतिथिहरू आउनुभएको छ. म सबैलाई कतिलाई म चिन्छु. आदरणीय नवीना जोशी आन्टीलाई, लस्ता जोशी, भिन्तुना जोशी जस्ता कलाकारहरू जन्माउने स्वयं पनि कलाकार, अनि बुवा स्वर्गीय दरेकलाल जोशीलाई पनि हामी यति बेला सम्झिन्छौँ सबैजनाले. उहाँलाई त हात सम्झिनमा एकचोटि ताली बजाउँ. मौन धारण किन नगरौँ भन्ने लाग्छ भने मलाई ताली बजाएर उहाँका सृजनाहरूलाई हामीले अझै जीवित राखौँ. उहाँले गर्नुभएका सृजनाहरू लस्ता जोशी मार्फत अझै फैलियो भन्ने लाग्छ. नगिना आन्टीलाई स्वागत छ. र अब म यहाँ केही व्यक्तिहरूको नाम लिन्छु, उहाँहरूलाई म यहाँ स्वागत गर्न चाहन्छु. सर्वप्रथम मैले बोलाउँछु प्रकाश साइनीलाई. नगिना आन्टीलाई उहाँलाई स्वागत गरिदिन आग्रह गर्छु. प्रकाश दाइले भनेपछि हो. अब त्यसपछि विजय रत्न तुलाधर दाइ, त्यसै गरी जुजु काजी रञ्जित दाइ. उहाँहरूको वरिष्ठतालाई सम्मान गर्दै हामीले अब कार्यक्रम उहाँहरूको आशीर्वादबाट कार्यक्रम सुरु गर्न थाल्यौँ. सङ्गीता साक्य दिदी, उहाँलाई पनि बोलाउँ. अब उहाँहरूको आशीर्वादबाट हामी कार्यक्रम सुरु गर्दैछौँ. विशेष गरी आमाको आशीर्वाद छ लसतालाई. र यो भिडियो कसरी बन्न पुग्यो, के भयो भन्ने विषयमा चाहिँ हाम्रो लसताले केही प्रश्न पार्छ. त्यसपछि हामी अरू कुराहरू गर्दै गरौँला. लसता प्लिज.
ओके उहाँहरूलाई चाहिँ आफ्नो आसनमा बस्दिनु आसन ग्रहण गरिदिनु न अनुरोध पर्खिरहेको एउटा ठ्याक्क अब हाम्रो दिपक सरसँग भेट भयो होइन गीत यसो सुन्दाखेरि धेरै नै राम्रो लाग्यो साह्रै राम्रो क्याची मेन चाहिँ होइन अब अहिलेको सिचुएसनमा मेन अब आउने भनेकै क्याची सङहरू हो जुन चाहिँ सजिलो वा गाउन सजिलो सबैको मुखमा सजिलो सहजै अट्छ त्यस्तो गीतहरू यो गीत चाहिँ साह्रै नै मन परेर अनि मैले चाहिँ उहाँसँग अब छलफल गरेर त्यसरी अगाडि बढ्यो अब बाँकी कुरा त अब गीत यहाँहरूले सुन्नु नै हुनेछ कस्तो छ के छ कस्तो लाग्दैछ सबै प्रतिक्रियाहरू दिनुहुनेछ ओके अब हाम्रो अनुभव त हामीले सेयर गऱ्यौँ दिपक सर यहाँले अलिकति आफ्नो अनुभव हामीसँग भेटेदेखिको गीत बन्दादेखिको सबै भनिदिनु होला थोरै अनि त्यसपछि हामी गीत हेर्नतर्फ लाग्छौँ धन्यवाद त्यो कालदेखि टाइगरकै गीतहरू त्यो गीतमै मेरो पाठशाला टाइगरकै गीतमै पाठशाला म यहाँ देखाएको म दाइसँग यसरी प्रत्यक्ष साक्षात्कार हुँदाखेरि एकदम म आफू नर्भस भइरहेको छु एकदम किनभने दाइहरू चाबला पचाइरहेको छौँ दाइले पनि अझै बाटो बनाउँदै हुनुहुन्छ त्यो बाटोमा हामी हेर्दैछौँ यो त्यो कति राम्रो समय छ अनि हाम्रो नवीन आन्टी जसरी हाम्रो एउटा बिच हाम्रो विद्यालय म्याम मैले एकदमै पहिलेदेखि सुनिरहेको नाम काम गर्न असाध्यै इच्छुक भएको नाम हो आज चाहिँ जोडिन पाइयो एकदमै अनि लसता दिजु होइन जस्तो हाम्रो दिपक शर्माले सङ्गीत एरेन्जर राखेको जस्तो म दिपक मैले चाहिँ आफ्नो प्रोडक्सन म्यानेजर राखेको छु मेरो प्रोडक्सन म्यानेजर दिपेन गौतम दिपेनलाई स्वागत छ र अब हामी भिडियो हेर्छौँ र भिडियो हेरिसकेपछि बाँकी कुराहरू हामी फर्मली गर्दै जान्छौँ यहाँ सम्पूर्ण भिडियो अवलोकनको लागि आग्रह गर्दछु थ्याङ्क यू सो मच आफ्नो सिटमा सम्पूर्णलाई बस्न आग्रह गरेँ त्यो भिडियोको लास्टमा एउटा त्यो हामीले बिटिएसमा राखेका छौँ एउटा भाइ नाचेको उसलाई गीत यति मन पऱ्यो कि सुटिङमै नाचिरहेको थियो ऊ चाहिँ हाम्रो एसिस्टेन्ट क्यामराम्यान हो सुटिङमै नाचिरहेको थियो अनि रमाइलो लागेर कि उसलाई गीत मिठो लाग्यो भनेर वास्तव दिपक शर्मा भाइको कम्पोज अनि यता लक्षता र रोशन भाइको गायन चाहिँ नमस्कार है सबैलाई त्यो भिडियो हेरेँ होइन दर्शकहरू एकदम बधाई छ एकदम मजा लाग्यो है सुभाष तिम्रो बुवा चाहिँ नि म चिन्छु है के गर्दै बुझर भाइ एकदम मिठो तिम्रो एकदम राम्रो सुनिरहेको छु एकदम गीत उसको गीत चाहिँ एकदम क्याची हुन्छ कि प्रकाश एकदमै छ नि गीत अहिलेको समयको लागि चाहिँ नि अहिलेको समयको कम्पोजर है हाम्रो गीत चाहिँ तिमीलाई एकदम बधाई छ है थ्याङ्क यू थ्याङ्क यू नु दाइ मलाई भन्न आएन भिडियो क्षेत्रमा पहिलो म्युजिक भिडियो लड्छ है मौका पाएको थिएँ र नाताको हिसाबले र सम्बन्धको हिसाबले लस्ता युको भान्जी मेरो पनि भान्जी र मेरो भान्जी सोनिकाको साथी मेरो पनि भान्जीको
सानो उमेरदेखिको कला यात्रा म हेर्दै आएको छु र यो यात्रा अहिले यहाँसम्म पुग्यो खुसीको वर्णन शब्दमा छैन बस्छ पुस्ता चेन्ज भएर लुमिनासम्म पुग्नुभयो चाहिँ सङ्गीतज्ञ द्वारिकालाल श्रेष्ठबाट सुरु भयो द्वारिकालाल जोशीबाट सुरु भयो द्वारिकालाल जोशीले रोप्नुभएको बिउ आज ठुलो वृक्ष बनेको छ फलहरू दिएको छ साङ्गीतिक फलहरू हामी ताकिरहेका छौँ भोलि लुमिनाको जेनेरेसनले पनि यस्तै फलहरू दिएला नगिरा जोशी दिदी उहाँलाई धन्यवाद नदिकन हामी बस्न सक्दैनौँ सुरतको एउटा संजोग के छ भने सुरतले एउटा अधकति भन्ने फिल्म गर्नुभयो त्यसमा हाम्रो नायिका आशिषमा नगर्मीले खेल्नुभयो त्यसमा पनि एउटा गीत छ कोको कोला फिगर त्यो गीतको पनि एउटा अलग्गै जादु छ यो जादु यो गीतमा पनि काम भएको छ हरेक क्षण नयाँ गरौँ अथवा हरेक क्षण अलग गरौँ भन्ने चाहना देखिरहेको छु दिदी कङ्ग्रेचुलेसन एकदम राम्रो छ गीत यहाँ हुनुहुन्छ हाम्रो नर्मदाजी मैले नि युट्युब च्यानल खोले जरिना च्यानल युट्युब च्यानललाई सब्स्क्राइब गर्नु बेबी आसे कहाँ जाने ल दिदी ल एकदम राम्रो छ अल द बेस्ट कहाँ बेबी के थियो पानी फुल खाइ फुल देख यहाँ मेरो छोरी बिस्कुट खाँदैछु फर्स्ट टाइम Okay, here I am back to my kitchen. म चाहिँ एक्चुअली अहिले खाना बनाउँदैछु अनि बिहानको भिडियो एन्ड गरेको थिएन अनि त्यही भएर एन्ड गर्नलाई अब एन्ड गरेन भने कस्तो भिडियो नै कस्तो आधी अधुरो भए जस्तो हुने रहेछ सो हियर आई एम त्यही हो अब छोटो भिडियो भएछ अब खास त मैले आज होल डेको भिडियो सुट गर्छु भनेर थिएँ किनभने इभिनिङमा म चाहिँ पसल जाने प्लान थियो तर प्लान चेन्ज भयो अनि म घरमै बसेँ अनि सो घरमा मैले केही पनि खिचिनँ त्यही भएर अब यो इभेन्टको मात्रै भिडियो हुनेवालामा छ यो सानो इभेन्टको मात्रै सो हेरेर इन्जोय गरिदिनु होला अनि त्यही हो त्यति भन्दै म चाहिँ मेरो 2 शब्द यही टुङ्गाउन चाहन्छु रे गर्दै यो चाहिँ पुरा यति भन्दै ल आजको भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहन्छु होप हजुरहरूलाई रमाइलो लाग्यो होला म चाहिँ फ्रन्ट क्यामेराबाट भिडियो खिचिरहेको छु अनि कता हेर्ने भनेर कन्फ्युजन भइरहेछ यता हेर्ने कि यता हेर्ने भइरहेछ ब्याक क्यामेराबाट त सिधै क्यामेरामा लेन्समा हेर्दा लुक बेटर नि त यहाँ चाहिँ अब यहाँ क्यामेरामा एनिवे लेट इज बिट सो त्यही हो अनि थ्याङ्क यू सो मच गाइज मेरो भिडियो हेरिदिनु भएकोमा अनि जतिजनाले नै हेरिदिनु भएछ थ्याङ्क यू सो मच प्लिज यसरी नै माया देखाइदिनु होला भन्दै आजलाई बिदा मार्न चाहन्छु बाई बाई